सुतिसक्यो भुँडी अन्न पानी केही रोज्दैन सुतिसक्यो भुँडी आयो काउली बुढी आयो चस्मे बुढी आयो काउली बुढी आयो चस्मे बुढी द काउली बुढी सो छाया छुटेर गयो हेर्दा हेर्दै के भयो के भयो अन्साइले दार्जिलिङको पाल्नु भएको छ कारण के रहेछ के यो कस्तो राम्रो भएको छ राम्रो त अक्षर राम्रो दे त्यही भएर पहिले काहीँ अलिकति फरक दारी यो यस्तो हुन्छ माया लाग्छ यो माया लाग्छ पाल्दै गरेपछि एकदम माया लाग्यो अनि राखेको नि सकेसम्म त्यसको गीत पुरुषले नगाउँदाखेरि राम्रो हुने हो कि जस्तो लाग्छ कति राम्रो हँसिलो मायालु बनाकी कालीगढले कुदेर मायालु बनाकी तर म चाहिँ दिलदेखि एकदमै दिल हृदयदेखि नै सम्मान गर्छु गएको भए हुन्थ्यो नि मारेर यस्तो गाडी पालेको छु कसले हेर्नु यो हजुर जस्तो बुढी मान्छेले हेर के हो द काउली बुढी सो नजाऊ है सानो पँधेरीमा आफ्नै छायाले पनि छल गर्छ भन्छन् अँधेरीमा भन्छन् नमस्ते 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 दर्शक श्रोता फेरि पनि काउली बुढी सो ल्याएर यो चाहिँ दान गएको काउली बुढी फेरि उपस्थित भएको छु आजको आजवाला आएर मक्क गरेर बस्नु भएको छ होला आज मैले त्यस्तो राम्रो मान्छे ल्याएको छु नेपालका चर्चित लोकगीत गायक हुनुहुन्छ असाध्यै राम्रो मोडल पनि त्यस्तै राम्रो गरिदिने गीत पनि त्यस्तै मिठो गाइदिने दारी लामो लामो पालेको मान्छे कुलेन्द्र विश्वकर्माजी हुनुहुन्छ यहाँले स्वागत छ काउली बुढी सो धन्यवाद छ तपाईँलाई अनि यो काउली बुढी सो हेरेर बस्ने सबै देश विदेशका हाम्रा शुभचिन्तक दर्शक श्रोताहरूलाई आराम हुन्छ कति मन्द तरिकाले बोल्नु भएको स्वभाव त सानैदेखि एकदम राम्रो छ तल आउनलाई त सानैदेखि अलि नम्र स्वभाव एकदमै यता पनि साह्रै माले देख्यो नि मुसुकै हाँस्दिने परि आदमी जतिको हाँस्दिने हो कि क्या हो त अन्साइले दार्जिलिङको पाल्नु भएको छ कारण के रहेछ के यो कस्तो राम्रो भएको छ राम्रो त अक्षर राम्रो दे त्यही भएर पहिले काहीँ अलिकति फरक दारी यो यस्तो हुन्छ माया लाग्छ यो माया लाग्छ पाल्दै गरेपछि एकदम माया लाग्यो अनि राखेको नि यही दारीमा केटी मान्छे झुन्डिन त खोज्दैनन् नि कठै भएर मलाई को झुन्डिनु छैन होइन कुलेन्द्र विश्वकर्मालाई पछ्याउने मान्छे धेरै छन् अनि सुनेको छु है मैले त खालि मक्क पार्नु भन्ने हजुरले आजकल कता व्यस्त हुन्छ यस्तै अब एउटा कलाकारको जिन्दगी कहिले भन्यो कहिले रेकर्डिङ भन्यो कहिले के अहिले अलिकति बर्खा पनि छ आज असारको ठ्याक्कै चाहिँ 20 गते बाहिर सिमसिम पानी परिराखेको छ तपाईँको यो स्टुडियोमा कुराकानी गर्दैछौँ अहिले त्यस्तो छैन प्रोग्रामको सिजन त तर फ्याटोफुटे रेकर्डिङहरू अनि प्लस यसो मैले त्यसको गीत गाइन नि मलाई के लाग्छ भने हुन त आफ्नो विश्लेषण पनि छन् आफ्नो भनाइ छन् होइन तर सकेसम्म त्यसको गीत पुरुषले नगाउँदाखेरि राम्रो हुने हो कि जस्तो लाग्छ किन भन्दा पहिलेदेखि त्यो चलन पनि हो बिचमा आएर अहिले चाहिँ महिला भन्दा पुरुषको हात देखिएको छ तर कतिपय तिजका पनि छन् कतिपय गीतहरू तिजको भावना कथावस्तुसँग केही नमिल्ने त्यसै खालको चाहिँ उत्ताउलोपन बोकेर पनि आछन् त्यसले गर्दा यो भिडमा म पस्न चाहिन र पसेको छैन त्यसले गर्दा अहिले त्यस्तो छ गीत सङ्गीतमा ठ्याक्कै असारको महिना मेरो पहिलो रेकर्डिङ असार 12 गते 2062 साल काउली बुढी आउँछ भेट्ने अनि गीत गाउने 62 72 10 73 74 भनेपछि 12-13 वर्ष कतिको गाह्रो हुँदो रहेछ यो क्षेत्रमा आउँदा त्यसरी गाह्रो छ किनभने जसरी मान्छेले बाहिरबाट हेर्दा एकैचोटि गीतहरू हिट भएको देख्छ तर त्यहाँभित्रको सङ्घर्षहरू त्यो भित्र आउने क्रममा आइपरेका बाधा अर्चनाहरू धेरै छन् ती मैले पनि एकदमै मेरो त जिन्दगीमा त म चाहिँ एकदम ठुलो सङ्घर्षले आज म जहाँ छु
जे छु जस्तो अवस्था छु मेरो चाहिँ एकदम ठुलो समस्या सिकेर आउनु हो कि यतिकै आवाजै प्राकृतिक रूपमा चाहिँ प्राकृतिक रूपमा नि थोरै धेरै त पक्का चाहिन्छ त्यो ममा भगवानले दिनुभएको थियो सरस्वतीले वरदान गरिदिनु हो उहाँले चाहिँ सरस्वतीलाई सधैँ तर अलिकति केही कुराहरू सङ्गीतको ज्ञान थोरै ममा छ भन्नुपर्छ किनभने केही कुरा हजुर केही समय मैले सङ्गीतको अध्ययन गरेँ तर जुनै पनि फिल्ममा अथवा सङ्गीतमा त अपरिहार्य छ किनभने केही कुरा सिकेर आउनु एकदमै चाहिँ जरुरी छ त्यसले गर्दा मैले थोरै सिकेँ होला अलग कुरा तर सिक्नु चाहिँ जरुरी छ सिक्नु जरुरी छ अहिले त चाहिँ दोहोरी गाउने मान्छेले नसिके पनि हुन्छन् भनी पनि सुनिहाल्छ तर नाति बाबुले सब जुन यो सुझाव दिनु हो नि यो चाहिँ असाध्यै मनपर्छ एकदमै सिक्नुपर्छ तर दोहोरी गाउन पनि सिक्नुपर्छ नि पर्छ दोहोरी गाउन जस्तो गाह्रो त झन् केही पनि छैन तर सिकेर आउँदाखेरि त धेरै अझ धेरै सजिलो हुने भयो धेरै जान्न पाइने भयो धेरै चाहिँ हैन जति दुःख कष्ट हुन्थ्यो नि त्यो दुःखबाट अझै सजिलै पार गर्न सकिने भयो नि त्यसले गर्दा सिक्नु जरुरी छ सिक्नु जरुरी दोहोरी गीतमा चाहिँ ल्याउनु पर्ने के हुन्छ हजुरले गाउनुहुन्छ के त्यति बेला कस्तो नै अब यस्तो दोहोरी गीत गाउने हैन तत्काल चाहिँ दुई चारवटा कविताको हरफहरू लेख्न सक्ने आँसु कवि भनिन्छ हैन स्पोर्टमै गएर तर दोहोरी गाउने यति ठुलो कला हो मैले आफ्नो तरिकाले विश्लेषण त धेरै गर्न नसकौँला यद्यपि म मेरो सोझो दिल सोझो मनस्पटलले के भन्छ भने दोहोरी गीत गाउनु असाध्यै ठुलो चाहिँ कठिन एउटा कला हो त्यसमा दोहोरी गीत गाउने मान्छेलाई हलुङ गरी पनि हेरिन्छ तर स्पोर्टमा गएर सवाल जवाब मान्छेलाई चाहिँ तताउने हैन मान्छेलाई चाहिँ एकैछिनमा चाहिँ एकदमै चाहिँ के भन्छ हुटिङ पाउने खालको उति बेलै नर्भस भएर चाहिँ आँसु झार्ने खालको हैन त्यो विभिन्न खालका चाहिँ कुराहरू बनाउने दोहोरी गीतमा कला छ त्यसले गर्दा दोहोरी गीत एकदमै चाहिँ हामी सधैँ दोहोरी गीत चाहिँ हाम्रो एकदमै ठुलो कला हो त्यसले दोहोरी गीत गाउने मान्छेलाई म एउटा कलाकार आफै पनि दोहोरी गीत धेरै गाउन सक्दिनँ तर म थोरै गाउँछु मसँग धेरै गीत गाउने कला त आएन तर म चाहिँ दिलदेखि एकदमै दिल हृदयदेखि नै सम्मान गर्छु सबैभन्दा पहिला चलेको गीत चाहिँ कुन यो सबैभन्दा पहिला चलेको यो मेरो आफ्नै छाया छुटेर गयो हेर्दा हेर्दै के भयो यो पश्चिम पूर्वको ए पूर्वको फेरि भेट कहिले होला र दुईटा ध्रुवको यो गीत पहिला धेरै पहिला मलाई पनि लाग्थ्यो चाहिँ बाबुको गीत सुन्दाखेरि कुले बाबुलाई मेरो बाबु कहाँ भेटौँला यस्तो मिठो गर्नु अन्त्य त्यहाँदेखि काठमाडौँ आइदिएपछि झ्याक्कै भेट हो साह्रै खुसी लाग्यो हजुरलाई चाहिँ कति दिन बोलायो हजुर व्यस्तको व्यस्त यस्तो हो के आमै हैन त्यहाँदेखि कता कार्यक्रममा खुवाउनुहुन्छ फेरि आफ्नो कार्यक्रममा त्यही भएर तपाईँको यो सोमा आउन धेरै मान्छे धेरै कलाकारलाई चाहना छ हैन अब तपाईँले कलाकारलाई मात्रै होइन जस्तै अरू संसारी फिल्ममा पनि काम गर्ने मान्छेहरूलाई ल्याउनुहोस् के अब जस्तै डाइरेक्टर मात्रै होइन जस्तै अब राम्रो शिक्षक पनि हुनुहुन्छ उहाँलाई पनि हाम्रो प्रोत्साहन गर्ने एकदम जरुरी कुरा छ जस्तै राम्रो बिजनेसम्यान हुनुहुन्छ उहाँलाई पनि ल्याएर कुरा गर्ने हैन समाजसेवी हुनुहुन्छ उहाँलाई पनि कुरा गर्ने यो चाहिँ गर्नु पर्यो हामी है अब गर्नुहोस् मैले त्यस्तै 4000 जति 4000 जति गीतहरू मेरो आफ्नै एल्बम त त्यत्रो छैन मैले कलेक्सन एल्बमहरूमा अरूको एल्बमहरूमा मैले प्रोफेसनल रूपमा गाएको 4000 जति गीत अनि चाहिँ अरूले गीत गाइदिनु पर्यो लाउनु हजुर कुराले दाइ भनेर चाहिँ पैसा कति दिन्छ एउटा गीत त्यस्तो छैन थोरै छ अब नेपालमा के छ भने हेर्नुहोस् आमै हैन नेपालको पहिला पपुलेसनै कम छ सानो छ भेगी प्रान्तीय हैन संस्कृति अब के भन्छ नि त्यो धेरै अब जस्तै पश्चिम सुदूरपश्चिममा देउरा गीतको हाबी छ पूर्वतिर हात पारे भन्छ पूर्वेली गीतको हाबी छ त्यताको काठमाडौँ भनेको काठे गीतहरूको हाबी छ मध्यपश्चिम पश्चिम भनेको दोहोरी गीतहरू सालेजो कौडा हैन टप्पा भन्यो हैन यसले गर्दा एकदमै धेरै यो चाहिँ ठुलो उ छैन के हाम्रो मार्केट छैन त्यसले गर्दा हामी जसो जेनतेन थोरै धेरै जसरी छौँ हामी खुसी भयो भनेपछि कार्यक्रमबाट अझ धेरै उपलब्धि हुन्छ थोरै अब कार्यक्रमबाट किनकि अब कार्यक्रममा गइसकेपछि थोरै धेरै आउने नै हो किन स्टेज सोमा जाने हो र हामीलाई कसैले मलाई इभन तपाईलाई तपाईँको यो चाहिँ कार्यक्रम मन पर्दा तपाईँलाई सोमा बोलायो भने
तपाईलाई हेर्ने मान्छे आउँछन् धेरै अनि त्यस पछाडि तपाईलाई टिकट काट्छन् अर्गनाइजरको मार्फत अर्गनाइजरलाई जान्छ टिकट त्यसबाट आएको केही पैसा तपाईले आफ्नो डिमान्डहरु लिन पाउनुहुन्छ त्यस्तै हो जस्तै मलाई कतै केही प्रोग्राम पर्यो भने कसैले मेरो डिमान्ड रहेछ भने बोलायो भने अनि मैले पनि थोरै डिमान्ड गरेर गएँ भने त्यहाँ 2-4 पैसा आयो भने हामी बाँच्न सक्छौं एउटा गीत गाइदिउँ न त चाहिँ दर्शक श्रोताले काउली बुढी परपर गरेर बोल्छ हाम्रो यस्तो चाहिँ वरिष्ठ मान्छे आफूले गीत सुन्नुभयो भन्नुभयो सुनाइदिनु ल त्यस पछाडि यो जुन मैले अघि गाएँ त्योभन्दा पहिला मैले सुरुमा गाएको गीत गाउँ सुरुमा गाएको गीत गाइदिउँ मेरो आफ्नै एल्बम थियो एकदम कति राम्रो हसिलो मायालु पनाकी कालीगढले कुदेर मायालु बनाकी के छ हालचाल सुनभन्दा महँगो मायालु रहेछ जिउडाला सुनभन्दा महँगो मायालु रहेछ जिउडाला होइन यसमा मैले नाम लिनुपर्छ किनकि संयुक्त एल्बम थियो अब बुढोबहादुर विश्वकर्मा मेरो मामा भन्नुहुन्थ्यो उहाँले शब्द सङ्गीत उहाँको थियो मैले चाहिँ गाएको थिएँ हाम्रो संयुक्त एल्बम थियो पहिलो गीत हो अब यो गीत अनौठो भयो पश्चिमतिर राम्रो चल्यो सुरुको मेरो गीत हो 2062 असार 12 गते शनिबारको दिन रेकर्ड गरेको है यो महिना पनि असार छ समय पनि त्यस्तै पर्यो अनि त्यस पछाडि यो गीत राम्रोसँग पश्चिम बेल्टमा अलि राम्रो भयो सुदूरपश्चिमतिर राम्रो भयो तर अब त्यसैबाट चाहिँ सबै कुरा हुन सकेन त्यस पछाडि स्ट्रगल पिरियड सुरु भयो यस गीतका झर्न सङ्गीतका प्रोप्राइटर रत्नबानी दाइलाई पनि सम्झन चाहन्छु यो बेला किनकि उहाँले मलाई ठुलो गुण लाउनु भयो गुणबहादुर विश्वकर्मा उहाँ चाहिँ पेसाले पर्वतको बिहारीमा हुनुहुन्छ उहाँलाई पनि सम्झन चाहन्छु यो गीतका चाहिँ होइन हामी यसरी एउटा युनिटी बनाएर काम गरेका थियौँ त्यो राम्रो भएको थियो सुनभन्दा महँगो मायालु चाहिँ ज्यान त हजुरको सुने जस्तो छ जिउ गर्नु चाहिँ के आउँछ त छैन केही छैन जिउ गर्नु नि त्यतिकै भए पनि यो आमा बुवाको देन म अलि हेल्दी बाउ पनि अलि ठुलो हुन्छ हतला तर जियोस् अब आमा बुवालाई सानोमा सुसार राम्रो गरिदिनु हो सानैदेखि अलि हेल्दी नै थिएँ त्यसकारण नातिज्यू ह्यान्डसम आइदिनु नातिज्यू म ह्यान्डसम अनि बिहान भएको छैन मैले गरेँ नि बिहे गर्नु हो छोराछोरी गर्नु हो छैन अब चाहिँ छोराछोरी पाउनुपर्छ अनि भोजभात गर्नुपर्छ बुढी आमालाई बोलाउनुपर्छ स्पेसल हजुरलाई चाहिँ नि छुट्टै तरिकाले बोलाएर कति वर्षको बिहा भएको बिहा अलि त्यसो भयो 2-4 साल भयो 2-4 साल भयो अन्त हात आउँछन् कि छैन सोझो मान्छे होइन नि यस्तो दाडी पालेको छु कसले हेर्नु हेर्दैन नि यस्तो राम्रो मान्छेले हेरिहाल्छन् यस्तै यो हजुर जस्तो बुढी मान्छेले हेरेर के हो हो त अब मैले हेरेर तपाईँले नबताउनु फेरि मैले हेर्न पनि नआउने फेरि समस्या भयो समस्या नाति जस्तो मान्छेलाई के हेर्नु अनि चाहिँ सुरुका दिनहरूमा दुःख धेरै आयो पक्का पनि अब स्ट्रगल पिरियड थियो दुःख चाहिँ धेरै भयो म चाहिँ कसैको आडम्बरले भन्दा नि म आफ्नो मेहनतले चाहिँ यहाँसम्म आएँ किन भन्दा हिजो मसँग प्रशस्त पैसाले अब निकाल्ने पनि मेरो त्यति धेरै ठुलो सामर्थ्य थिएन होइन म एउटा गाउँले परिवेशमा जन्मेको किसानको छोरो मैले आएर उबेलाकै 2061-62 सालकै कुरा गर्ने भने 20-25 हजार लगानी गर्नु ठुलो थियो होइन इभन अहिले पनि अप्ठ्यारो छ परिस्थिति समस्या छ एउटा कलाकारितामा प्रशस्तै सोचे जस्तो मनोज्ञ धन आर्जन छैन तर अहिले अब साथीभाइसँगैहरूले ल गरौँ न भनेपछि यताउति यसो उसो गरेर टार्न सकिन्थ्यो तर त्यो बेला एउटा किसानको छोराले 20-25-30 हजार रुपियाँ लगानी गरेर एल्बमै निकालेर बजारमा आउँछ नै भन्ने केही ग्यारेन्टी थियो होइन राम्रो गीत पनि त्यस्तो हुन्छ कि हुँदैन भन्ने तर ठिकै छ त्यसले गर्दा म चाहिँ नि जहाँ छु जस्तो छु सन्तुष्टि छु स्ट्रगल एकदमै त्यो लेभलबाट गरेर आएँ यहाँसम्म त्यसले गर्दा म चाहिँ आफ्नै तरिकाले जे जस्तो छु र म कहिल्यै बेपत्ता बेसरी चलेर त्यस्तो पनि म आफूले लाग्दैन मैले गाएका 2-4 वटा गीतहरू थोरै धेरै सबैले सुनिदिनुहुन्छ म त्यसैमा खुसी छु कि मैले सधैँ तपाईहरु मेरा आदरणीय भगवानहरु दर्शक श्रोताहरु माझ के पनि भन्न चाहन्छु भने म सधैँभरि यसरी नै उहाँहरु समक्ष तपाईहरु समक्ष यसरी रहिरहनु पाउनु नै मेरो सर्व सौभाग्य कुरा हो प्रेरणाको स्रोत को बन्न चाहिने एक्ज्याक्टली अब त्यो प्रेरणाको स्रोत यही बन्नु भन्दा पनि प्रत्यक्ष अप्रत्यक्ष मलाई धेरैले सहयोग गर्नु
तर पहिलो इच्छा शक्ति ममा थियो, त्यस पछाडिको सहयोग भनेको धेरै भयो। त्यसले गर्दा ठ्याक्कै भन्दा मेरा चाहिँ नि मैले अहिले यति बेला सम्झन चाहन्छु जसले मलाई स्कुलमा गीत गाउन सिकाए, साथी सङ्गी, मेरा गुरुहरू, मेरा ती भिड पाखा म जन्मे जहाँ म घाँसी कुटोको तल मेरो चाहिँ पर्वत जिल्लाको लुङखु देउराली गाविसमा छैन छैन तपाईँको यही पोखराको छिमेकी जिल्ला हो। त्यसले गर्दा सबैलाई म हृदयदेखि सम्झाउन चाहन्छु मेरो आमा बुवा जसले मलाई धेरै ठुलो अपेक्षा राखिदिनु भएन, किनकि म बाहिरतिर गइदिएको भए कतै गइदिएको भए 2-4 पैसा कमाएर बुवा आमालाई दिन त सकिन्थ्यो हैन। तर आज म जहाँ छु, म कुलेन्द्र विश्वकर्मा नि गीत गाउने मान्छे छ, एउटा गीत गाउँछ भन्ने जहाँ छ, त्यो बुवा आमाले अपेक्षा नगरेको कारण मबाट धेरै पैसाको अपेक्षा गरिदिनु भएन, तब म यहाँ टिक्न सकेँ। नत्र बुवा आमाले मलाई जबरजस्ती त जसरी पैसा कमाउनु पर्छ हेनतेन भनेको भएदेखि म यहाँ यसरी बस्न सक्दैन थिएँ। बुवा आमाको सबैभन्दा ठुलो त आशीर्वाद, साथीभाइको सहयोग, तपाईँहरू जस्ता चाहिँ बुढी आमाहरूको आशीर्वाद सबैले गर्दा एकदमै, अनि सबैले त्यसले गर्दा म आज यहाँ छु। त्यस्तो पनि थिएन, तर म आफूलाई चाहिँ कन्फिडेन्स, म अलिक बच्चैमा गीत गाउन अलिकति त्यस्तो सबैको अगाडि गीत गाउनु म अलि अप्ठ्यारो मान्थेँ, लाज मान्थेँ कि म। यो जुन गीत मैले गाएँ अघि पश्चिम पूर्वको, यसमा चाहिँ विमला छेत्री दाइले सङ्गीत गर्नुभएको थियो, ढाका बनाउनु भएको थियो, र अनि बाबुराम पन्थीजीले शब्द लेख्नु भएको थियो। उत्तरगङ्गा क्यासेट सेन्टरका नन्दु श्रेष्ठ दाइले धेरै ठुलो गुण लाउनु भएको छ, किन भन्दा यो गीतलाई प्रमोट गर्नको लागि नन्दु श्रेष्ठ दाइको ठुलो भूमिका थियो। दाइले जहाँ भए पनि जस्तो अवस्था भए पनि दाइलाई म सम्झाउन चाहन्छु। मैले अर्को गीत गाउँदैछु जोगीको भेषैमा, प्रहलाद सुवेदीजीले शब्द लेख्नुभयो, साह्रै उत्कृष्ट शब्द, अनि वसन्त थापाजीले साह्रै उत्कृष्ट चाहिँ भाका बनाउनु भयो। कोही बेला राम्रो यो गीतले राम्रो रेस्पोन्स पायो, यो मेरो दोस्रो एल्बम थियो भन्नु। आए भने भिख माग्दै तिम्रो साथ भन्दै आउँछु भोलेनाथ, भोलेनाथ जोगीको भेषैमा झल्को लाउँदा तिम्रो भिख माग्दै आउने छु मायाको देशैमा। एकदमै सबैलाई धेरै धेरै धन्यवाद। यो सुनेर मन पराइदिने मेरा आदरणीय दर्शक श्रोताहरू, उहाँहरूलाई धेरै धेरै दिन हृदयदेखि धन्यवाद। अनि चाहिँ सबैभन्दा मन पर्ने गायकको हजुरलाई गायकले गायक होइन, एक्ज्याक्टली त्यो म इन्सपायर भन्छ नि, एउटा इन्सपायर भन्दा नि प्रेरित कहाँबाट भयो भन्दा मैले सानैदेखि राजु परियार दाइको गीत सुन्नुभयो। सुरुको पिरियडमा गीत गाउँदा मलाई त्यो एक खालको आरोप भन्दिनँ, म अहिले पनि त्यो भनेपछि गर्व लाग्छ, किनकि त्यत्रो मान्छेसँग मेरो नाम पनि जोड्नुहुन्थ्यो कि राजु परियारसँग आवाज टच भयो भन्नुहुन्थ्यो, खुसी लाग्थ्यो। तर यद्यपि आवाज जुन्नु राम्रो त होइन, किनकि आफ्नो एउटा पहिचान, आफ्नो एउटा धार लिएर आउनु जरुरी छ। त्यो बेला चाहिँ खुसी लाग्थ्यो मलाई। म एकदम राजु परियार दाइको गीत जसरी पनि चाहिँ एकदमै हुबाहु बनाएर गाउनुपर्छ भनेर चाहिँ प्रेरित भएँ। त्यसले गर्दा म अलिकति टच हुनु स्वाभाविक होइन। कसै कोही मान्छे देखेर उसले लोआएको खुवाएको होइन हिँडेको त्यसरी गर्नु ऊ जस्तै देखिन खोज्नु त्यसको अन्यथा लाग्छ। त्यसले गर्दा एकदमै राजु परियार दाइप्रति एकदमै सधैँ म त एउटा लोकगीत सङ्गीतको बादशाह भन्छु, र स्वर लोक दोहोरी गीतमा कसैको स्वर सम्राट भनेर घोषणा गर्नुपर्छ भने आदरणीय दाइ राजु परियारलाई गर्नुपर्छ जस्तो लाग्छ है। त्यति बेला होइन, अभियसली राजु परियार दाइ भन्दा होइन धेरै कलाकार छौँ, दाइले भन्दा मिठो गाउने पनि हुनुहुन्छ होला, तर म जति इन्सपायर छु नि होइन मान्नै पर्छ। एउटा लोकदोहोरीको सिँगै एउटा आफ्नो कानमा राखेर 8-10 वर्षसम्म एक्लै हाँकेको मान्छे हो राजु परियार हो। सधैँभरि एउटै समय आउँदैन, एउटै परिस्थिति हुँदैन, नयाँ पात पलाएपछि पुरानो पात अभियसली झर्छ, झर्नुपर्छ, किनभने नयाँ पात ठाउँ पाउनुपर्छ। त्यही भएर हामी त्यसका उपज मात्रै हौँ जस्तो लाग्छ। त्यही भएर राजु परियार दाइ एक्ज्याक्टली मलाई राजु परियार दाइ मनपर्छ, विमला छेत्री दाइ मनपर्छ आवाजमा होइन। दाइ कहिले सुर नछोडिकन गाउने मान्छे पुरुषोत्तम नेउपाने दाइलाई त्यत्तिकै मनपर्छ। अब नयाँ सबै एकदमै राम्रो गाउनुहुन्छ,
अहिले त चाहिँ नि यो चाहिँ नि दोहोरी क्षेत्रभित्र त चाहिँ नि पैसा तिरेपछि गीत गाउनु पाइन्छ अनि यो छिरा छ नि त्यसलाई कसरी हटाउन सक्दैन यो प्रथा अब हटाउनै कसरी सकिएला भन्न त म ठ्याक्कै एबिङ गरेर भन्न सक्दिनँ किन भन्दा यो एकदम पैसा तिरेपछि सिधै आएर स्टुडियोमा आएर अनि गाउने जबकि माइकको डिस्टेन्स कसरी राखेर गाउने हो त सुरुमा सबैलाई त्यस्तै हो इभन मैले अघि पनि भनेको थिएँ सुरुमै कुरा उठाएको थियो कि केही कुराहरू त्यसको पनि जनरली ज्ञानहरू लिएर आइयो भने कसैले कुरा काट्ने बाटो हामीलाई पछिल्लो समयमा लोकगीत गाउँदाखेरि अलिकति मान्छेले यहाँ त यसो के यसो उसो भन्छन् नि खालको कुरा आउँछ त्यो कुरा नआउनको लागि केही कुराहरू सिक्नु जरुरी छ त्यसैले अहिलेको चाहिँ एडभान्स युग छ किनकि यति चाहिँ नि फरवार्ड छ कि यो जमाना हरेक कुरा जे सिक्छु भने पनि त्यही ठ्याक्क चाहिँ पाइन्छ त्यसले गर्दा नयाँ आउने साथीभाइहरू समकालीन साथीहरू जो अहिले चलिरहेका छौँ हामीहरू यो हाम्रो ब्याचका मान्छेहरू सबै अलिक केही कुरा सिकेर आए जस्तो लाग्छ कि मलाई र नयाँ आउने साथीभाइहरूले पनि केही सिकेर आउनुहोस् है पक्का पनि त्यसरी आइयो भने आफूमा एउटा कन्फिडेन्स पनि हुन्छ र यात्रा गर्दाखेरि सजिलो र सहज पनि हुन्छ अनि अरूले केही भन्ने कुराहरू पनि आउँदैन त्यसैले डाइरेक्ट स्टुडियो भन्दा डाइरेक्ट चाहिँ सिक्ने ठाउँ इन्स्टिच्युट खोज्नुहोस् पहिला त्यहाँ कोही सारेगामा सिक्नुहोस् अनि आउनुहोस् दोहोरीलाई चाहिँदैन भन्ने यो झुटो कुरा छ नि केही कुरा सिक्नु पर्दैन डाइरेक्ट गाए हुन्छ गड गिफ्ट चाहिन्छ दोहोरीको लागि भगवानले वरदान जसलाई दिन्छ त्यसले दोहोरी गीत गाउनु सक्छ गाउने हो तर त्यसैको लागि पनि अलिकति केही निखार त खोज्नुहुन्छ केही गर्नु छ भविष्य देख्नुहुन्छ हाम्रो लोकदोहोरी इन्डस्ट्रीमा भने केही कुरा सिकेर आइदिनुहोस् प्लिज यो एकदमै राम्रो अहिलेसम्म चाहिँ नि संस्कृति झल्किने गीत मात्र गाउनु भयो चाहिँ भर्खर प्रकारको भन्छ नि त्यस्तो गाउनु त आएन त्यस्तो भर्खर प्रकारको खै मलाई कसैले अफर पनि गर्दैन हैन मैले जस्तै तपाईलाई त चाहिँ 16 को राजा भन्दैन नि त हेरे 16 को भनेर चिन्छन् अब हुन त फास्ट पनि गाउनु भयो मैले फास्ट पनि तर मलाई चाहिँ प्राय गाउँदाखेरि अलिकति 16 गीतमा चाहिँ नि मेरो अलिकति भावुक भएर चाहिँ मलाई आनन्द पनि लाग्छ गाइदिँदाखेरि एकदम मेरो एल्बम आउँदैछ मैले एकनारायण भण्डारी हैन कस्तो पन्त शिव हमाल थुप्रै है मैले अहिले यहाँ नाम जसको यो समय तपाईको एकदम छोटो भएकाले धेरै नाम लिन सकिने शिव हमालजी भए वसन्त थापाहरू भए हाम्रा प्रहलादजीहरू भए हैन सबैसँग मैले खालको चाहिँ नि कम्बिनेसन काम गरेको छु सबैसित काम गरेको छु त्यही भएर मलाई त्यो प्याटर्न पनि 16 गीतको चाहिँ नि दिनुहुन्छ के उहाँहरूले ठीक छ मलाई फेरि आनन्द पनि लाग्छ म आफू सेटिस्फाइड हुन्छु म खुसी हुन्छु त्यो काम गर्दा त्यसले गर्दा ठिकै छ नि त यस्तो राम्रो मान्छे हुनुहुन्छ चटक्क गर्नु भएको अभिनय गरे नि देख्यो फेरि चाहिँ सबै गीत आउँछ भर्खर आएको त्यो चाहिँ दर्शन ढुङ्गा भन्ने गीत आन्थे त्यो दास बनेर आन्थे के छ त्यस्तो चाहिँ सिक्नु भएको थियो अभिनय यस्तो हुनेछ यो सानै सोच तर माथि होला हेर्छु म जति बेला नि हजुरको आशीर्वादले आमै है तर म यो फिल्ड भनेको ग्ल्यामरस फिल्ड हो हाम्रो यहाँभित्र दोहोरी गीत गाउनु अभिनय गर्ने हैन केही चाहिँ नि रङ्गमञ्चमा गएर नाटकै गर्ने हामी यो भित्रका पात्र हौं के हामीलाई गीत गाउँदै गर्दा भिजिँदो रहेछ त अभिनय त्यसले गर्दा मैले अभिनयमा त्यस्तो केही निखार त ल्याउनु पर्छ भनेर केही सिकेको त हैन तर यो भोगाए 10-15 वर्षको भोगाइले चाहिँ केही कुराहरू सिकाउँछ र त्यहाँ गयो भने पनि क्यामेराको अगाडि केही कुराहरू क्यामेरासँग चाहिँ नि जुझ्न सकिन्छ जस्तो लाग्छ है त्यति मात्र मेरो ठुलो मेरो त्यति धेरै त्यो खुबी छैन क्यामेरासँग लड्ने म थोरै चाहिँ कोसिस गर्दै गर्छु कोसिस गर्नुहुन्छ तर असाध्यै राम्रो सोच छ हिरो भन्ने नि वा गायक भन्ने नि वा धन्यवाद अनि चाहिँ फिल्म खेल्न अफर आएन छैन नि गल्ती गर्नु मलाई डुबाउनु छैन पैसा कसै हैन पैसा नडुबाएर यसो अब अफर आउँछ त अफर आयो भने अब हजुरले त्यस्तो परेर अफर गर्नु पर्ने म गर्नु त्यसोमा काउली पनि खेल्दिनु पर्यो हजुरसँग ओके त्यसोमा नाचौँला गाउँला रमाउँला हुन्छ अनि नेता मन पर्छ कि अभिनेताहरूलाई हामी यो फिल्ममा भएर वास्तवमा भने राजनीति बिनाको देश त अर्थै छैन तर राजनीति सबैभन्दा ठुलो कुरा देश परिवर्तन देश विकासको लागि राजनीति यति ठुलो कुरा तर हाम्रो देशमा यो 2-4 दिन पहिला मैले एउटा शेरबहादुर अहिले हाम्रो प्रधानमन्त्री हुनुभएको छ शेरबहादुर देउवा हुनुभएको छ त्यो एउटा भाइरल बन्याछ एउटा चाहिँ टेलिभिजनमा त्यो पब्लिकसँग चाहिँ उहाँको कुरा भइरहेको बेलामा त्यस्तो त्यो खालको चाहिँ नेता छन् त्यही भएर कसरी मन पराउनु कमसेकम जनतासँग राम्रोसँग बोल्न सक्ने जनताले गरेका प्रश्नको उत्तर त दिन सक्नु नरिसाइकन अभिनेता त त्यो त गरिरहेको छैन बरु इन्टरटेन त गरिरहेको छ रमाइलो गरिरहेको छ है मान्छेलाई बोरिङ भयो भने फिल्म त हेरेर मान्छेले रमाइलो गरिरहेको छ
कमसेकम चित्त बुझाइरहेछ। चित्त बुझाइरहेछ। नेताले हाम्रो देशमा केही त्यस्तो चाहिँ उल्लेखनीय काम गर्न सकेन जस्तो लाग्छ, किनकि धेरै हातमा चाहिँ चान्स अवसर आउँदा पनि त्यस्तो गरे जस्तो लाग्दैन है। मैले अब धेरै कुरा नबुझेको पनि हुनसक्छु, अब सरासर हेर्दा त्यस्तो देखिँदैन क्या। अब राम्रो नेता भइदियो भने त हामी नेता नि मन पराउँछौँ, हामी कलाकार अभिनेता त मन पराइ नै हाल्छौँ। अभियसली पराइहाल्छौँ। एक समयले इङ्ग्लिस पनि सिकाइछु अनि एउटा गीत गाइदिनु पर्यो। अब यो हाम्रो एल्बम एउटा ड्रिम प्रोजेक्ट एकदम छिट्टो आउँदैछ बजारमा, आउँदैछ। आफ्नो भनौँ पनि गीत कति आउँदैछ, गीत थुप्रै आउँदैछन् होइन। अब आशा लाग्दा गीतहरू 2-4वटा छन् होइन। खमन छन् त्यहाँको गीत एल्बम खाँदै नखाएको बिसले जिउँदै मार्यो भन्ने शिव हमानजीको लयसँग शब्द छ यो गीतमा। यो गीत पनि बजारमा आउँदैछ रिसेन्टली। अब 30 पछि लगत्तै यो 30 को बेलामा 30 कै गीतले रमाइलो गर्नु, त्यस पछाडि मैले फेरि यो 2-4वटा गीतहरू गाएको छु, ती आइहाल्छन्, सुनाउँछु। कस्तो पन्तको लय शब्दमा पनि आउँदैछ एउटा गीत, शिव हमाल राजु गुरुङको लय शब्दमा एउटा सालेजो पनि गाएको छु, यो जानकारी गराउँछु मैले है। यो खमन सन्तानको गीत एल्बम यी दुइटै काम गरेको छु र मेरो आफ्नै एल्बम पनि आउँदैछ। धेरै भइसक्यो तपाईँलाई भनेको भन्ने छ, तर यस्तै कारणले गर्दा हुन सकेको छैन। तर अब चाहिँ म छिटो बजारमा ल्याउँछु र तपाईँहरूलाई मैले गाएका 16 गीतहरू भनौँ न, ढिलो गीत 12 गीतले रमाइलो गराउनेछु र खुसी बनाउनेछु। गाको भए हुन्थ्यो नि मरेर, किन छाड्यौ आधकल्चो पारेर, खाँदै नखाएको बिसले जिउँदै मार्यो मलाई जिउँदै मार्यो, 1000 चोट त हाँसेरै सको, तिमीले दिएको एउटै चोटले थला पार्यो। अलिकति लो भयो गीत गाउँदाखेरि, एनिवे ठिक छ। यो रेकर्डिङ एकदम गीत राम्रो छ, तपाईँले सुनिदिनु असाध्यै हुन्छ। गीत पनि गाउनु हुन्छ, असाध्यै राम्रो मान्छे चाहिँ तारिफ गरेर नसकिने हुन्छ नि। अब यत्रो गीतहरू गाउनुहुन्छ, कलाकारदेखि लिएर सम्पूर्ण सङ्गीतकर्मी हुनुहुन्छ, सरकारले के दियो जस्तो लाग्छ? होइन अब सरकारले के दियो हुन्थ्यो होला, हामी चाहिँ व्यवस्थित हुन्थ्यौँ जस्तो लाग्छ। अहिले यो सानो देश छ, सानोतिनो कुराहरू सरकारले दिनुपर्ने कुराहरू हामीलाई पनि दिने र हामीले ट्याक्स भ्याट के बुझाउनु पर्ने त्यो पनि गर्थ्यौँ हामी चाहिँ कार्यक्रमको अन्तिमतिर छौँ। काउलीबुढी सो आउनु भएको छ, अन्तिममा चाहिँ दर्शक श्रोता यो काउलीबुढी सबैले के भन्न चाहन्छ? अब तपाईँलाई धन्यवाद दिनु पर्यो हृदयदेखि नै होइन।